हेलो वेलकम ब्याक टु माई मिनी ब्लग। तपाईँहरूलाई म मगा गोलमेरबाट कुद्दै लिएर आएको फेरि यति छ कि होइन, पुरा माथिबाट पोलिरहेको होइन, तलबाट नि पोलिरहेको यस्तो घामले गर्दा होइन। तिर्खा फेरि यति लागेको छ कि तिर्खा लागेर होइन पानी खानालाई म उता पानी लिन गएको थिएँ। ममलाई पनि पानी ल्याइदिएँ। उता ममलाई ठ्याक्क दिएर मैले पहिला गोलमेर गरेको ठाउँ छ नि त्यहाँ म हिँडेँ है त साथीहरू। यस्तो म फेरि यस्तो आल्सी परमा छु है त साथीहरू। कपाल मिलाउँदै ठ्याक्क गएँ। अलि आल्सी लागेको थियो, तर यस्तो घाममा अलिकतिको पनि काम गरौँला भन्ने गयो। यस्तो छ कि झर फेरि मकैले तलबाट झारले च्यापिरहेको होइन। फेरि ज्यादा आग्लो भएर घाँटीसम्म पुगिरहेको छैन। म फेरि ठ्याक्क लगेर यो कोडालो बोकेर होइन ट्याक्क लगेर उताबाट फेरि सुरु गरौँला भन्ने कोडालो बोक्दै जाँदा थियो। फेरि उता ट्याक्क लगेर हाम्रो बारीको भित्तातिर ठ्याक्क हामीलेको बोट रहेछ होइन। हामीहरूको बोटमा ठ्याक्क भर्खर सानो सानो फलेको रहेछ। यो चाहिँ भोलि पर्सि ट्याक्क खानुपर्छ होइन साथीहरू। खासै धेरै त फालेको रहेनछ, तर चाहिँ यति चाहिँ फालेको है यो बोटमा। फेरि यो सानै छ बोट पनि होइन, यति चाहिँ फालेको रहेछ। लाए साथीहरू म कति बसौँ भन्दा गएँ, म हिँडेँ। फेरि यतिसम्म मैले पहिल्यै गोलमेर गरिसकेको थियो र म अब यहाँबाट सुरु गर्छु भन्दै अब गोल्न सुरु गरेँ है त साथीहरू। आजलाई यति है त।